बाबा हजुर आज चाहिँ मेरो एक्जाम सिधो केही कथा भनिस् न कथा भन्नु अँ, एउटा ठाउँमा नि दुईजना दाजुभाइ रहेछन् अँ, जेठाको नाउँ बुद्धि उम्, कान्छाको नाउँ थाहा छैन अनि घरमा काम गर्दा रहेछन् जति काम गरे पनि केही नहुने भएपछि दिक्क लागेर लो अब घरमा नबसौँ हामी परदेश जाउँ भनेर सल्लाह गरेछन् दुई भाइले सल्लाह गरेपछि लु जाउँ न त भनेर हिँडेछन् झोला बोकेर हिँडेछन् जाँदा 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 गरेपछि पर एउटा चौतारी यहाँ पुगेपछि त्यो बुद्धि भन्ने दाजुलाई चाहिँ पिसाब लागेछ अनि पिसाब लागेपछि भाइ तिमी यहाँ बाटामा बसेर झोला रुँगेर बस्दै गर म पिसाब फेरेर आउँछु है भनेर त्यो यसो झाडीतिर पसेछ अनि भाइ बाटामा बसिरहेको छ अनि अरू बाटो हिँड्ने मान्छे एकजना बटुवा बाटो हिँड्ने मान्छे ठ्याक्क त्यहाँ आइपुगेछन् सानो सानो केटो छ कहाँ हिँडेको रहेछ भनेर सोधेछ गर भाइ तिम्रो नाम के हो भनेर भनेछ होइन थाहा छैन भनेछ उसको नाम थाहा छैन थियो नि त थाहा छैन भनेछ हे तेरी लाटा यत्रो भएको मान्छेलाई पनि आफ्नो नाम तिमीलाई थाहा छैन भने तिम्रो बुद्धि खै त भनेको पिसा फेर्न गएको छ भनेर भन्नु अरे क्या त्यो मान्छेले अनि त्यो मान्छे दङ परेर हिँडो अरे क्या अनि